के छ जनता, स्वागत छ अन्डरग्राउन्ड हिपहप खोजीको नयाँ बसाइमा। आज पनि विभिन्न नेपाली हिपहप सम्बन्धी अपडेटहरू लिएर उपस्थित भएको छु। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ, दिनैभरि नेपाली हिपहप र साताभरि नेपाली हिपहपमा के भयो भनेर जान्न चाहनुहुन्छ भने अपडेट विथ सजिनको युट्युब च्यानल सब्स्क्राइब गर्नुस् भन्दै आज न्युज अन्तर्गत क्रिकेटको विषयलाई लिएर र्यापर र कमेडियन बीच कन्ट्रोभर्सी चलिरहेको छ। यही प्रसङ्गबाट अपडेट सुरुवात गर्न चाहन्छु। मानस गले दाइले अस्ति भएको टी20 विश्वकप क्रिकेटको विषयलाई लिएर नेपालको खेल त्यसमा पनि लोकेश बमले सेल्फिस खेलेको भन्दै स्ट्याटस छोड्नु भएको थियो। कमेडियन विशाल गौतमले मजाकमा रिप्लाई दिनु भएको छ भिडियो मार्फत। आफूले खेल्ने होइन, बोल्ने कुरा त भएन है, तर हिजोको गेम त वाइल्ड टाइम थियो। एउटै मन थियो केटा कति जित्छौ, अब म्याच पनि जिताओ भने जस्तो चाहिँ भएको छ। तर वेल प्लेड, लास्टै डिजर्भिङ। अब क्याप्टन फेर्नुपर्छ भन्ने कन्ट्रोभर्सियल गफ मैले नगरे नि हुन्छ। तर एकजनाको ऱ्यापरको पोस्ट कति सेल्फिस भएको लोकेश बाम। एक रन लिएको भए चौका हान्न सक्थ्यो करण केसीले रोकेको हो। सेट छस् त हान भनेर। अब करणले पनि नआटे होला मेबी लास्ट ओभरमा, आफूले पनि रन खायो लास्ट ओभरमा आफूले हान्न सकेन भने खेत खनिन्छ भनेर नलिएको नि होला, अथवा थाहा छैन। त्यो मोमेन्टमा जे पनि हुनसक्छ। तर करण केसीले रोकेको त्यतिकै टाँठो नबनाऊँ। ऱ्याप हो मुजी, मेरो खुट्टा तान्ने ऱ्याप हो, क्रिकेट हो, स्पोर्ट्स हो, त्यति सेल्फिस हुँदैनन् केटा। अब टेन्सन नलिऊ, तिम्रो 11 जनाले मात्रै पुगेन भनेर चाहिँ हामी पनि आउँदैछौँ है। खेवाङ गऱ्यौँ भेटौँ ल, खापुन खाप। त्यो भिडियो सार्वजनिक भइसक्ने बित्तिकै मानस गलेको तर्फबाट मोजगर भाइ कन्टेन्ट पाइस, पैसा कमा भनेर चाहिँ रिप्लाई आएको थियो। अब चाहिँ भने अपकमिङ सङ्गहरू सम्बन्धी अपडेट दिन चाहन्छु। यही वेडनेसडे चाहिँ नाचुङ सङ्ग आउँदैछ। जेम्सी र रातो रानीको कोलाबोरेसनमा रहेको वेटिङमा बस्न सक्नुहुनेछ। याबी द गोडको तर्फबाट चिटरसँग आउँदैछ, जसमा चाहिँ कविजी फिचर हुनुहुन्छ। कहिलेसम्ममा आउँछ म तपाईँहरूलाई जानकारी दिँदै जानेछु। साथी भाइको अगाडि भयो मेरो पेज, भित्र निश्वासेको कसैले बुझे सताउन सता हिजो राति म सुते जस्तो लाइक कसैको नहोस् प्लिज। भ्योमाको यो स्टोरीबाट यो प्रश्न हुन्छ कि इन्डियन आर्टिस्टसँग भ्योमाको कोलाबोरेसन आउँदैछ, त्यो पनि म्युजिक भिडियोको साथमा। कहिलेसम्ममा आउँछ म तपाईँहरूलाई जानकारी दिँदै जानेछु। जिबबको तर्फबाट एउटा महत्त्वपूर्ण कुरा चाहिँ सार्वजनिक भएको छ, जुन कुरालाई चाहिँ जिबबले एक्सप्लेन गर्दै आफू अहिले लागु पदार्थबाट मुक्त भएको कुरा खुलाउनु भएको छ। तपाईँले हेर्न सक्नुहुनेछ। मेरो एक दुईटा त्यो पहिलाको कुराहरू रहेछ कि मेरो पास्टलाई हेरेर फेरि होइन, मेरो पास्टलाई हेरेर त्यहाँ अस्ति जज भइरहेको रहेछ। अनि बल्ल खोल्यो कि मेरो इन्टरनेसनल खोल्यो होइन। अब पर्सि कोरियादेखि सुरु हुन्छ होइन। त्यसपछि म कहाँ मात्र पुग्छ, मैले कसैलाई पनि भनेको थिइनँ। के भएको रहेछ भन्दाखेरि चाहिँ मेरो पास्टको तिन चारवटा भनौँ न लागु औषधको केस, फेरि त्यस्तो त्यो लुट्दै हिँड्या चोर्दै हिँड्या होइन लागु औषध यताउता भएको भएर चाहिँ मेरो अलिक त्यहाँनिर एकदम प्रब्लमहरूले गर्दाखेरि चाहिँ अहिले चाहिँ म चारैतिरबाट क्लिन छु। मेरो हात पनि क्लिन छ अहिले, बुझेन? पेपरमै छ क्या म क्लिन छु भनेर अहिले। अनि त्यसपछि फर्स्ट चाहिँ म कोरियाबाट सुरु गर्छु होइन। दुबई कतार त जान पाइरहेको थिएँ होइन, तर मेनहरू मिलिरहेको थिएन कि। अब हुन्छ बिस्तारै हाम्रो यार। अब चाहिँ भने 4 जनाको कोलाबोरेसनमा आएको सङ्गको बारे जानकारी दिन चाहन्छु। 100 ट्र्याक्स रहेको सङ्गको टाइटल म्युजिक भिडियो साथमा यो सङ्ग सार्वजनिक भएको थियो। तपाईँले गएर चेक गर्न सक्नुहुनेछ। I'm walking a road or dark and alone. Don't know where it leads, can't feel like home. Only got few, I can trust my phone. Voice in my head, they feel like a clone. Lies and crazy, now fuck it, I'm gone. Trying my best, I'm leaving this zone. त्यसै गरी आजको लागि अर्को अपडेट स्याडोको तर्फबाट पर्न सफल भएको छ। मेरो स्वैग रहेको सङ्गको टाइटल म्युजिक भिडियोको साथमा यो सङ्ग पनि आउट भएको थियो। तर तेरो गीतमा 80% क्यापमा मैले ऱ्याप पार्न थालेँ तँलाई ऱ्याकमा किल बुम ब्याक अनि ट्र्यापमा ऱ्यापले साइको भएको म क्र्याकमा तँ घटेको चार्जमा छापमा। त्यसै गरी आजको लागि अर्को अपडेट, लामो समयपछि जिन पनि ब्याक हुनुभएको छ। अमूल्य छ लाइफ रहेको सङ्गको टाइटल गएर चेक गर्न सक्नुहुनेछ। I feel like celebrity, होला नै होला निस्किन्छ पेटी कला नै बबाल हातमा ती फेरि नाच्दैछन् बजार दुश्मनी हेरी भइसक्यो फरार। अमूल्य छ लाइफ, समय खेर फाल्दिनो, मलाई पुरा गर्नु छ सपना, चुनौतीदेखि भाग्दिनो। आजको लागि अपडेटहरू यति नै। भोलि फेरि नेपाली हिपहप सम्बन्धी अपडेट लिएर उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। हस्त नमस्ते, जय हिपहप।